गाइज वेलकम ब्याक टु एनदर भ्लग आज सेकेन्ड डे टुरको सो हामी आज कहाँ जान्छौँ हेरौँ ओके बाई सुन्तला फार्मतिर गइरहेछौँ अब हामी सुन्तला फार्म गइरहेको चिपले यार भ्लग बनाएर त्यहाँ भ्लगको सक्छ ऊ त्यो हामी बस्ने होटल पाल्पामा बाली संरक्षण 3 महिनादेखि चाहिँ कार्यरत छु अब सुदूरपश्चिम विश्वविद्यालयबाट अब यो फार्म 2025 सालमा चाहिँ हर्टिकल्चरल फार्म भनेर स्थापना भएको थियो र त्यसपछि चाहिँ विभिन्न समयमा विभिन्न कालखण्डमा विभिन्न नाम र राजनैतिक र त्यसको परिवर्तनसँगै विभिन्न परिवर्तन हुँदै गयो र 2064 मा चाहिँ यो सुन्तला जात फलफुल विकास केन्द्र माथि नामाङ्करण भयो र सङ्घीयतापछि चाहिँ फार्म केन्द्रहरू विभिन्न क्षेत्रमा चाहिँ प्रदेश सरकारमा रहेको केसमा चाहिँ हाम्रो फार्म चाहिँ सङ्घीय सरकार अन्तर्गतै रहेको छ फेडरल गभर्मेन्टभित्रै छ र हाम्रो यो यसको म्यान्डेट भनेको यो फार्मको म्यान्डेट भनेको चाहिँ जुन चाहिँ डिकन्जर्भेसन गर्ने सुन्तला जात फलफुलका धेरै भेराइटीहरू गर्ने गरी बिरुवा उत्पादन गर्ने अनि हामीसँग टिस्यु कल्चर ल्याब छ र त्यसपछि हामीले चाहिँ पिसिआर टेस्ट पनि गर्छौँ साइट्रस ग्रिनको पिसिआर टेस्ट पनि हामीले त्यो अनुसार चाहिँ हामीले प्रदूषणलाई बिरुवाहरू उत्पादन गरेर चाहिँ टेस्ट गर्छौँ। अब हामी सुन्तला फार्मतिर गइरहेको सुन्तला बल्ल मिसको सुरु लाग्यो यस दाइ धेरै ग्यापपछि यस देख्न पाइनु भयो लाइक कमेन्ट गर्ने हाम्रो कुन सालमा स्थापना भएको छ कुन भेराइटीको प्लान्ट छ कतिवटा प्लान्ट छ लेआउट कति के छ भन्ने कुराहरू चाहिँ सबै कुराहरू बोर्डमा चाहिँ यहाँहरू देख्न सक्नुहुन्छ के लाग्यो अहिले चाहिँ हाम्रै प्लान्टले चाहिँ यो वर्ष है अनि फिल्डमा चाहिँ तपाईँहरू नर्सरी देख्नुभयो ट्रेनिङ गरे होइन पतझर वनस्पति राम्रै त्यहाँ कागती हो कागतीहरू स्थानीय कागती स्टार्टिङ भयो दुईटा थियो अरेबिकवाला जेनरली कमर्सियल प्रोडक्सनमा अरबिका अनि रोबस्टा छ अब त्यो मध्ये कुन चाहिँ नेपालमा बढी फेमस भन्ने मलाई ठ्याक्कै बिर्सिए अरबिका जस्तो लाग्छ चेक गर्नु होला त्यसपछि हामीसँग यहाँ जेनेटिक प्रिजर्भेसनको लागि अफ्रिकन कफी लाइबेरिका भनेर पनि पर्ने लाइबेरिका पनि छ अलिक पर भन्नुभएको फोटो देखाइदिन्थ्यो लाइबेरिकाको यहाँनिर चाहिँ छैन अलि पर चाहिँ लाइब्रेरी माथि यहाँ चाहिँ मुलाको सिड प्रोडक्सनको लागि के खाइछेउ अरू त राजुसँग त हो यार राजु अघिल्लो वर्षको चाहिँ जेनरली हामीले कति वर्षको अहिले हामीसँग सुन्तला छैन त्यो स्टोरमा त्यहाँनिर हुन्थ्यो नि सुन्तला कोल्ड स्टोरहरूमा हामीसँग कोल्ड स्टोर छैन कोल्ड स्टोर नि राख्ने थियो नि त्यहाँनिर पहिला राख्नु पर्ने थियो नि एकजना चौधरी सर हो विकास सर हुनुहुन्थ्यो नि रिजल्ट आउँदैछ यो चाहिँ 1 year old हो अहिले चाहिँ देख्नुभयो भने पहिले देख्नुहुन्छ किनभने यो सिजन जरा के हुन्छ इनएक्टिभ हुन्छ होइन न्युट्रियन एब्जर्भ गर्न सक्दैन अब बिस्तारै टेम्परेचर राइज भइसकेपछि जरा एक्टिभ हुन्छ जरा एक्टिभ भएपछि उहाँले के अरे बिरुवाले न्युट्रिसन एब्जर्भ गरिसकेपछि चाहिँ हाम्रो बेच्ने टाइममा चाहिँ एकदमै ग्रिन अनि चाहिँ प्लस आइसकेपछि चाहिँ अलि हाइट पनि बढ्छ त्यसपछि बल्ल हामीले बेच्छौँ
देखो यो क्या है कस्तो राम्रो कस्तो राम्रो मिकी माउस फर्किन लागे सुन्तला फार्मबाट वाउ गाइस लुक एट दिस भ्यू हामी मुस्ताङ ट्रिप गइरहेछौँ बजेट नपुगे हो कि के हो गाइड यति मान्छे टुरहरू आउँछन् भनेपछि त सरकारहरूले त के गर्नुपर्छ नि यस्तो छ यहाँ कन्डिसन एक्सिडेन्ट भइहाल्छ हामी जमसुम पुग्यो अब जाम भएछ जाम भएछ वाट टु डु कन्डिसन आएछ बाटो यस्तो खराब छ हामी पुग्न थाले गाइस हिउँ परेछ माथितिर हेर्न सक्नुहुन्छ वाउ जाम परे गाइस हामी जाममा परे फोटोसुटहरू भइरह
फाइनली मार्फा थ्याङ्क यू सो मच है राजुले गर्दा भयो भन्नु कि सबले गर्दा भयो क्यामराम्यान थ्याङ्क यू सो मच र के अरे नवीन तिम्रो प्रेम जीवन गाइज हामी आए फाइनली यस्तो जाडो फाइनली गाइज हामी रुम नि पुगे यो हाम्रो चाहिँ रुम हो अब हामी यसो बजार घुम्न जाऊँ भन्यो के हुन्छ गाइज अब हामी चाहिँ मार्फाको यात्रा र गल्लीहरू हामी जेरी टपमा हो साँच्चै ओ हेर गाइज मेरो हेर गाइज लुक हेर गाइज यस म सानो म सबभन्दा मोटी त्यस्तो होइन हामी दुइटै मोटी छौँ गाइज हामी यो फिल्म सुटिङ भएको ठाउँमा आए यसमा यहाँ हाम्रो जेरी फिल्म चाहिँ सुटिङ भएको थियो यतातिर वाउ कस्तो दामी उतातिर के यही हो यही गल्ली हो तर एउटा ए माथि छ ड्रेसहरू लगाइराख्नु त्यस्तो भिडियो बनाइराख्नु भोलि बिहानै आउनु पर्यो कि गाई यताको रेस्टुरेन्टहरू बा मैले कुकुरहरू रहेछ दर्शन गरौँ रहेछ यस्तो गल्ली अहिले बन्द दिउँसोतिर त खोलिन्छ होला भोलि आइन्छ कि आइन्न यहाँ पाइने रहेछ नयाँ नयाँ लागिरहेछ यस्तो अर्कै लागिरह ए के ड्रेस लाउन पाउँथ्यो गाइस हामी सपिङ गर्ने कुन सल चलो पश्चिमी हो गाइस हामीले यो ड्रेस लगाए जेरी गल्ली यो कुन लुगा शेर्पाको लुगा हो आई डोन्ट नो गाइज ड्रेस लाए घुमेँ अलिअलि जेरी हेरे होइन अब त्यो रात सुनसान भइसक्यो है यहाँ सबै पनि अब फर्किनु लाग्यो अनि खानामा भोक पनि यस्तो लागिरह लास्टै भोक लागिरह खानासाना खान्छु किन अहिले चिसो र कस्तो ढाल्छु कस्तो भइरहेको मेरो त लास्टी झाडो के अझ अर्कै किसिमको झाडो भनौँ थाहा पाएँ कि गाइज अब हामी सुत्न लाग्यो धेरै थकाइ लाग्छ भोलि बिहान मुक्न जान्छौँ होला थ्याङ्क यू फर वाचिङ दिस डे टुर बाई बाई